ला भिखारीहरू खान पाएन हो डेन नम्बर बाइक टाको फोडिदिउँला नि मेरो हो नि खै मासु लगलाई मासु भएपछि के चाहियो यहाँ पसल खोलेको हजुर भयो होला 17-18 वर्ष भइसक्यो आज हामी आएको छौँ बसन्तपुर र यहाँको लोकल खानेकुराहरू ट्राई गर्छौँ र यसलाई आउट अफ 10 रेट पनि गरेछौँ ल हेरौँ कस्तो एक्सपिरियन्स हुन्छ र हाम्रो गेस्टमा रहेको छ आन्डु र पाण्डु यो गाइस के छ एकदम मेरो मस्त मस्त एकदम मस्त आजको हाम्रो फर्स्ट लोकल फुडमा रहेको छ बारा त्यो पनि आन्टीको पसलमा र हेरौँ आन्टीले के भन्नुहुन्छ है आन्टी हजुर के छ त हजुर खबर ठिकै छ अनि हजुरले कति भयो गर्न थाल्नुभयो यहाँ पसल खोलेको हजुर भयो होला 17-18 वर्ष भइसक्यो 17 वर्ष त धेरै हो यार अनि के पाइन्छ त्यहाँ यहाँ आलु चप पाउँछ बारा पाउँछ अनि बारा दुई थरी हुन्छ मुङको मासको आलु चप पिरो नपिरो हुन्छ आलु वो हुन्छ यहाँ ठिक छ ल त्यसो भए आज हामी बारा ट्राई गर्छौँ ल हेरौँ कस्तो हुन्छ है अलराइट गाइस र हाम्रो आजको पहिलो खानेकुरा आइसक्यो बारा यस्तो हुन्छ है बारा अनि अरू चाहिँ बोनस खानालाई होइन ल अब हेरौँ कस्तो हुन्छ ट्राई गरौँ है हेरौँ गाइस कस्तो हुन्छ अब बारालाई चटनीमा हालेर खाँदैछौँ है लगेर अब तिमीहरू ट्राई गरौँ हेरौँ है दामी रहेछ यार तर अनेस्टली भन्दाखेरि चाहिँ एकदम राम्रो छ अचार पनि अचार त जहाँ अचार राम्रो छ मस्त अचारसँग डुबाएर खाएर चाहिँ एकदम मिठो छ यो चाहिँ मुङको बारा नै है अब यो पनि टेस्ट गरौँ यो पनि बारा नै हो अलि छुट्टा छुट्टै टाइपको बाराहरू रहेछ यो चाहिँ मुङको बारा यो कसको हो मेरो हो ए डेन नम्बर बाइक टाको फोडिदिउँला नि मेरो हो नि खै खाएन चुप थाहा भएन अलराइट गाइज ल अब पालो रेटिङको होइन सुरुको बाराको चाहिँ अलिकति काँचो थियो होइन अब त्यहाँ त भन्नु मिलेन अलिकति काँचो थियो त्यही भएर त्यसलाई म 8 दिन्छु होइन त्यो डुनर जस्तोलाई चाहिँ 7.5 ल अब यो आन्डु पाण्डुको रिभ्यू सोध्छु ओए आइज आन्डु ओए पाण्डु आइज लगेर अब रिभ्यू कस्तो थियो भन् त एकदम मस्त सुरुको चाहिँ खाएको थियौँ एकदम मस्त थियौँ है त्यसपछि कस्तो थियो दाइ कस्तो थियो भन्दाखेरि होइन हामी नयाँ नयाँ कुरा खाएको थियौँ फर्स्ट टाइम जे होस् एक्सपिरियन्स हाम्रो मस्त थियो होइन अब हेरौँला अब अर्को एकदम मस्त थियो कि अचार चाहिँ एकदम मिठो थियो अचार चाहिँ अचार मिठो थियो ल अब चाहिँ हाम्रो नेक्स्ट डिसको लागि लेट्स गो ओके गाइज अब हाम्रो नेक्स्ट खानेकुरामा छ खाजा यसको नामै खाजा हो ल यसो खानमा कस्तो हुँदो रहेछ एकछिन खामै अलिकति मात्र हल्का गुलियो हुँदो रहेछ ल आन्डु पाण्डु अब ल हामी चाहिँ अब हामी पनि आइसक्यौँ है ल खाने त के खाने म यो खाने जहिले नि एक्लै खाने हो धेरै नबोल्न के मुखमा उठ्यो खाने हो यिनीहरूको झगडा यो खाने यस्तो हो भाइ यो मुखमा कुहाइरहेको छ यो खाने हो एकदम राम्रो छ नि बस गुलियो छ अलिअलि तर ठिक छ अलि के नबोल्न ठिक छ प्राइस अनुसार त मिलो छ 25 रुपियाँ मात्रै एउटाको गुलियो छ नमिठो भन्न मिल्दैन अब भोक लागेको बेला ठिक छ बोल्नु दा कस्तो के बोल्नु मुखमा घुसाएर त्यो खाने कि यो खाने अलराइट गाइस आजको तेस्रो फुडमा रहेको छ हाम्रो पकौडा ल आन्टीको पसल त्यहाँ छ सोधौँ आन्टीलाई के हुन्छ है आन्टी के छ त खबर एकदम ठिक छ अनि हजुरले यो पसल खोले कति भयो त हजुर 15 वर्ष 15 वर्ष भइसकेको छ अनि यहाँ के पाउँछ त हाम्रो स्पेसली आलु चप पकौडा अनि चिकन पकौडा अनि रोलहरू पनि हुन्छ ल ठिक छ ल त्यसो भए आज हामी पकौडा ट्राई गर्छौँ ल हेरौँ कस्तो हुन्छ ल यसलाई रिभ्यू पनि गर्नेछौँ ओके अब हाम्रो चिकन पकौडा आइसक्यो ल अब हेरौँ यसलाई ट्राई गर्नु कस्तो हुन्छ
चिकन पकौडा अहिलेसम्म त खाएन है, अब ट्राई गरौँ न कस्तो हुन्छ। एकटी कस्तो हुन्छ हेरौँ है। कस्तो छ? जे होस् चिकन भने चिकन हो क्या। मासु लभरलाई मासु भएपछि के चाहियो? नकेटा खाऊ। ल ट्राई गरौँ ल। अब यत्रो बेर भिडियो खिच्यो है, अब हाम्रो क्यामेराम्यानलाई पनि रिभ्यू दिन। ल क्यामेराम्यान आऊ। रबिन राई उसको नाम। मासु भनेको मासु हो के भन्ने जस्तो भयो नि होइन, मलाई अरू केही थाहा छैन। आइम मासु लभर भाइ गाइज। सो मासु भाइ पुग्छ जे मानि, रोटी जस्तो जे भयो, मासु लभरलाई मासु भाइ। ओके गाइस, आजको लास्ट डिस भनेको आइसक्रिम एज अ डेजर्ट है। ल अब भिडियोमा केही छैन देखाउने, मन परेमा लाइक गर्नु, सेयर गर्नु र सब्सक्राइब पनि गर्नु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। ओकेडा हो, आइसक्रिम कस्तो छ रे? बबाल। जे भाइ माइकल लगा सुरुमा। जे भाइ नि जितेलाई होइन धेरै कुट्ने के जिते आज पनि धेरै हिरो बनिरहेको छ। के होस्, आजको दिन राम्रो रह्यो, हामीले इन्जोय धेरै गऱ्यौँ।